हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज हाम्रो चाहिँ प्रोग्राम छ कलेजमा, डेल्टाको राखेको वाइल्ड इभेन्ट छ। अनि आज हाम्रो चाहिँ प्रोग्राम भइरहेछ। हामीले पार्टिसिपेट गरिरहेको केमा हाम्रो पार्टिसिपेट चाहिँ होइन त्यो ब्रिज पप्सिकलको ब्रिज बनाउने हुन्छ। मैले भनेको हुन्छ। हामी चाहिँ रेडी छौँ अब, तर अहिले चाहिँ सुरु भएको छैन होला। एउटा साथी यहाँ छैन अनि केटाहरू यहाँ तल किन उसलाई लाज लाग्छ? किन लाज आइज आइज मार्क्स लाज गुड न्युज है जितु नेपाल। अनि अर्को सम्मान आउँदै हुनुहुन्छ। अनि आज तपाईँहरूलाई म देखाएँ मैले सबै देखाएँ। दीपक दाई के छ भाइ? हाम्रो कबड्डी सक्यो? सक्यो? त्यो सागर दाई एउटा सागर दाई छ नि, त्यो यस्तो भयो त्यो जेमा नि यार सागर लेखाएको थियो त्यो जर्सीमा त कन्टेन्ट गोपाल छ। यो पनि देखाउने है इभेन्टमा। यो चाहिँ हाम्रो प्रशासन छ। एडमिसन गर्दाखेरि यतै आउनुपर्छ भाइहरूले। यो के भन्न यार इभेन्टको लागि हामी यो हाम्रो कलेजमा होइन यस्तो डेल्टाले चाहिँ ठुलो ग्रान्ड प्रोग्राम अर्गनाइज गरिरहेको छ क्या। त्यही भएर चाहिँ हामी यता गएर हाम्रो केटाहरूले नि त्यो ब्रिज बनाउने चाहिँ कम्पिटिसनमा चाहिँ पार्टिसिपेट गरेको भएर चाहिँ होइन जित्नुपर्छ नि हामीले। जित्ने पुरै हो। प्राइज पुल कति छ त्यो पनि भन्दा? प्राइज पुल 15,000 हाम्रो ब्याङ्कमा आइसक्यो। 5,000 15,000 हाम्रो ब्याङ्कमा आइसक्यो। 5,000 अलिक प्रेजेन्ट मात्र भइदियो। अहिले सियर त जित्ने इतिहास छैन क्या मैले। ठुलो मान्छेहरू आउनु भएको छ आज चाहिँ धनमा। अनि आज चाहिँ भयो 3 दिन आइतबारसम्म है। आइतबार क्रस फायर त्यहाँ छ उसको बाइक चाहिँ ठिकै छ। अब पछि हेर्नुपर्छ, पछि राइड हान्नुपर्छ नि त होइन। अब यो आइतबारसम्म छ इभेन्ट। अनि 3 दिन चाहिँ बिदा छ। अफिसियल बिदा त छैन कि? आइतबार चाहिँ बिदा हो क्या। आज बिहिबार हिजो मासु खाएको नि त। बबाल वेलकम के त बल चाहिँ ला यता चाहिँ इन्ट्री गर्नु पर्दो रहेछ। स्टलहरू राख्नु भएको छ यता। सुधारी होला अगाडि अगाडि ओ यहाँ के बनाउनु हुँदै यो इलेक्ट्रिसिटीको अहिले पम्प गरिदिए तलको लेभलको पानीलाई माथि पुर्याइदिन्छ इलेक्ट्रिसिटी बिना। सहभागी साथीहरूलाई मञ्चतर्फ आएर औपचारिक कार्यक्रममा सहभागी भइदिनु भएको छ। औपचारिक कार्यक्रम सकेर चाहिँ हामी यसलाई भोलि सकेर औपचारिक कार्यक्रम
कस्तो प्लानिङ छ प्लान चाहिँ बनाउन लाग्छ हामीलाई आइडियली यो रिजनमा चाहिँ 85% ह्युमिडिटी चाहिएको हुन्छ है अनि 85% ह्युमिडिटी चाहिँ यसले जब 85% देखाउँछ ह्युमिडिटी टेम्परेचर 20 देखि 23 डिग्री सेल्सियसमा देखाउँछ त्यो गर्दाखेरि यो ह्युमिडिफायर आफै अटो अफ हुन्छ अटो अफ भइसकेपछि भित्र अब मसरुमलाई चाहिने मोइस्चर कन्टेन्ट चाहिँ भयो है भनेर भन्छ उसले टेम्परेचर माथि भयो भन्छ अनि त्यो भन्ने सक्छ है राम्रो वाल अहिले अब भावी फार्मरहरूलाई चाहिँ यस्तो टेक्नोलोजी चाहिँ हजुर वाइल्ड बनाउनु भएको छ दाइहरूले भर्मी कम्पोस्ट भन्दिन यो के छ भने यो खास काउडङ छ नि हामीले यसमा के छ नि एउटा कुनै स्पेसिफिक गर्यो होला के भर्मी ल्याएर जान्छ अनि यसलाई दुईटा टाइममा पानीहरू एउटा बेड नै तयार गरेर गरायो भने हामीले यो मललाई उयो मलमा चेन्ज गर्न सकिन्छ यो अर्को होइन यो चाहिँ यो काउडङको यो इनिसियल जस्तो हामीले जस्तो काउहरू पालिन्छ त्यसको फार्मको हुन्छ नि त्यो मल यो भयो होइन हामीले यसलाई भर्मी राखेर यसलाई टाइममा हेरेर लगभग 3 महिना जतिमा भइहाल्छ 3 महिना अब 1 महिनामा पनि आइहाल्छ तर यदि तर यो 3 सेन्सर लागेको हुन्छ त्यस बिगामा एउटा सेन्सर धेरै कस्ट पनि लाग्दैन यो स्प्रिङ्कल तरिकाले बेच्छ कति चाहियो भने त पहिले सेट गरेको हुन्छ पहिले सेट गरेको ओ त्यो दाइसँग बोल्नुपर्छ ओ आऊ अनुभवहरूको ध्यान आकर्षण गराउन चाहे हेलो दाइ के राख्दै हुनुहुन्छ हेर्नु भएको ए ला यो त खेल्नुपर्छ नि फेरि ल भन्नु दाइ कस्तो लागिरहेछ हो अनि यसको एकचोटि हानेको बल हाने चाहिँ कति हो नि 2500 ओ ल खेल्नुपर्छ है कति बेला सुरु हुन्छ हो अब एकछिन हाम्रो प्रोजेक्ट छ क्या अलि अगाडि त्यसपछि आएर खेल्ने ल हान्नु त ओए मोबाइल ओए पछि आउनु पर्छ खेल्नु पर्छ आज आउँछ है 3 दिनसम्म चल्छ होला अब एक दुईवटा भ्लग आइहाल्छ यो चाहिँ खेल्नुपर्छ है यो चाहिँ यो बल हान्ने चाहिँ खेल्नुपर्छ केटाहरू एउटा एकचोटि हानेको 25 होइन 3टा बल दिन्छ 25मा चाहिँ 3टा बल दिन्छ 3टामा ढलाउने जितेपछि 150 फेरि ओए बल छिराउने रहेछ यसमा कस्तो बल हान्ने रहेछ यार छिराउनु हुन्छ ल त छिराउनु त निर्मला ल भनिदेऊ यो के हो के अरे प्राइस कति हो भन्छ यसको खेल्यो 25 को 2 चोटि हान्ने 3 चोटि ला 25 को 3टा हाल्ने ल यो पनि रमाइलो रहेछ नि त यो पनि खेल्नुपर्छ ओए ल भ्लगमा आऊ त बाबु चाहिँ यहाँ आएको होइन पिच कम्पिटिसनको लागि चुप ल तिमी भन म त के भन्नु यार अनि भन आज जित्नु पर्यो नि तिमीले हाम्रो यो रेडी भइरहेको यसमा रेडी भइरहेको पप्सिकल कतिवटा दिन्छ पप्सिकलहरू हेर्नु पप्सिकलहरू छ अनि यो ग्लु स्टिक छ अनि यो जति दिन्छ होला नि कतिवटा 15वटा ए भ्याउँछ 15वटाले यहाँ यार पैसा नदिने रहेछ यसो पापा चाहिँ यसो हुन्छ नि त दिनभरि काम गरेको अनि यो जितेपछि त सही हो त क्याम्परा ल छिटो यो डस्टबिन हो म नि यो डस्टबिन पो रहेछ मायाको त म यसलाई स्पिकर खोजिरहेको थिएँ कार्यक्रमलाई विधिवत रूपमा सुरुवात गर्नेछौँ वेल ड्याड डस्टबिन छ डिजिटल डस्टबिन ल भन हिरोइन चाहिँ कस्तो लाग्यो हिरोइन भन्दा त मेरो गर्लफ्रेन्ड कहाँ हो साथै जिओपी सुदीप बराल हिरोइन भन्दा त मेरो गर्लफ्रेन्ड कहाँ हो साथै होइन अब हिन्दी हुन्छ तर राम्रै हुनुहुन्छ असाध्यै राम्रै हुनुहुन्छ हार्दिक अनुरोध गर्दछु उहाँको मुभी हाल्ने मुभी चाहिँ हेरिदिनु होला को हो त्यो प्यारी हो यो चाहिँ आन्टीको खाजा घर है स्टल नम्बर 76 मा आउनु सक्नुहुन्छ तपाईँ के भन्छ आन्टी भनिदिनु त नेवारी खाजा स्पेसल ए यता आइटम लिस्ट रहेछ नि त प्राइस नि छ यता एकदम सस्तो छ है फेरि अनि अन्डा चाहिँ 25 मात्रै हो अनि के छ नेवारी खाजा सेट चिल छोइला अनि बब छोइला बनाउन थाल्नु भएको हजुरले यो चाहिँ के हो टेस्ट गर्न मिल्दैन ए कस्तो हो रे कस्तो राम्रो छ यार ओ केटाहरू अब युट्युबको पैसा आएछ खाने होला नि
कस्तो राम्रो राम्रो छ है अब यो ठ्याक्कै नाम त मलाई ठ्याक्कै थाहा भएन तर नेवारी खाजा खाना अरे अब हजुरलाई मैले आइटम लिस्ट देखाइसकेँ थ्याङ्क यू पापै लाग्छ है पार्टीको टिम खासै जित्ला भन्ने आज छैन जित्ने हामीलाई हो हार्दिक हार्दिक आभार त्यसै गरी मान्छेको सबैले च्यानल सब्स्क्राइब गरिदिनु तर होइन तिनजना हार्दिक अनुरोध गर्दछु त्यसै गरी लागि हार्दिक अनुरोध गर्दछु त्यसै गरी अब मन्तव्यकै क्रममा म एग्रिकल्चर विभागका विभागीय प्रमुख आदरणीय सर जावेदलाई आफ्नो छोटो मिठो मन्तव्यका लागि म हाम्रो त्यसले काटिदिनु हौ दिदी त्यो एक्जाम डेटले चाहिँ काटिनु हौ इन्स्ट्रक्सन दिँदै हुन्छ दिदीले डान्स पनि सुरु भयो हाम्रो टपर दाइ सिभिलको एकछिन भनिदिन्छ यी विद्यार्थीको बारेमा के छ अनि हामीले इन्टर्नसिप अपर्च्युनिटीहरू प्रोभाइड गरिरहेको हुन्छ वेब डेभलपमेन्ट एप डेभलपमेन्ट डिजिटल मार्केटिङ रिसर्चको कुराहरू अब रिसर्चमा चाहिँ तपाईँले आफ्नो रिसर्चलाई पब्लिस पनि गर्न सक्नुहुन्छ अनि अरूले रिसर्चलाई पढ्नु पनि सक्नुभयो होइन हाम्रो लागि चाहिँ के छ सिभिलको लागि भन्नु त ल अहिले चाहिँ फर्स्ट इयरको लागि यस्तो कुन तिमीले एप्लाई पढाइ भइरहेको छ अहिले एप्लाई इकोनोमिक्स पढाइ भइरहेको छ फिजिक्सको क्लासहरू हुन आँटिरहेको छ अरू क्लासहरू पनि ड्रइङको क्लासहरू हुन्छ अनि तिमीहरूको लागि अब ट्युसनको सबै 300 देखि 400 रुपियाँ हामी एक महिना पढाइरहेको छौँ क्या मजाले 300-400 भनेको हेर हेर्नुहोस् गाइज फ्री नै होइन फ्री नै हो लगभग फ्री जस्तै हो त्यो मात्रै अलिकति नोटहरू म्यानुअल भयो सबै एभाइलेबल हुन्छ होला पिडिएफ भयो क्वेसन सेटहरू भयो प्र्याक्टिसहरू सबै कुरा हुन्छ क्या 300 देखि 400 मिनिमम अनि पढाउने चाहिँ टपर दाइहरू नै हो अब उदय पनि टपर हो अनि हाम्रो रिवाज दाइ टपर हो अनि अर्को कम्प्युटरको अनि आउने भाइहरूलाई चाहिँ के भन्नु भन्नु त अनि तपाईँको अहिलेसम्मको 2 वर्षको एक्सपिरियन्स चाहिँ भनिदिनु न यारसीमा कस्तो रह्यो यस्तो भयो इआरसी भनेको अपर्च्युनिटी नभएको होइन छ तर खोल्नु लानुपर्छ त्यो हो पढ्न ल्याएर गरिदिने भन्दा म आफै गर्नुपर्छ म आफै सरकारी स्कुलमा हुन त त्यस्तै हो जहाँ पनि त्यो अब प्राइभेटमा भएपछि घटाउँछ सरकारीमा चाहिँ अगाडि बढ्नुपर्छ होइन त्यसको लागि साथ सहयोग गर्ने दायहरू हामी छौँ सपोर्टमा त हामीलाई नि गर्नु फेरि केटाहरूले पेसाङ कस्तो छ हाम्रो भन यार राम्रो छ मलाई त हो आर्क ब्रिजको कन्सेप्ट छ मजाले सबैभन्दा बढी लोड तान्ने ब्रिज भनेको यही हो आर्क नै हो त्यही त जितिन्छ होला त जितिन्छ होला त सबै छैन सियर हो म साँच्चै नै कसै भरोसा लगाइरहनु हुन्छ वेट त धाउँछ क्या यार अब बुझौँ अफिस उता रहेछ यता बन्द छ अर्को अफिस गइरहेको राति भइसक्यो बोक्नु लाग्यो अस्ति यार मेरो त ढाड नि यस्तो दुख्दैछ नि मोबाइल दुख्दा म त बिक्री गर्छु त अब जे भयो नि राम्रो भएको छ हाम्रो खुसी लाग्यो फाइनली बन्यो कि हामीले प्र्याक्टिस नि गरेको थिएन त्यस्तो होइन प्र्याक्टिस नि गरेको थिएन क्या यतिकै हामीहरूले अस्ति किन त किनेको आफै डिजाइन नि त्यस्तो साह्रो पनि होइन क्या फाइनल्ली सब्मिट भयो द ब्रिज क्याम्पर यता थुप्रै छ ब्रिज क्याम्पर थुप्रै बनाएको छ हामीले सब्मिट गऱ्यौँ अब हामीले यो गाइज हामीले बनाएर सकिसकेका छौँ अब जितको मात्र प्रतीक्षा छ गाइज जितको मात्र जितेपछि केटाहरूलाई सब पार्टी जितको मात्र प्रतीक्षा छ गाइज सबलाई बेस्ट अफ लक सबलाई बेस्ट अफ लक हामी तर होइन अब ठिक छ मन पऱ्यो भिडियो मन पऱ्यो लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् थ्याङ्क्स फर वाचिङ गाइज